Good morning guys, welcome back to this channel and after a long time अनि आज चाहिँ हामी सिङ्गापुर जानको लागि चाहिँ रेडी भएका छौं अनि हामी जाने चाहिँ यो गाडीमा हो यहाँ साथीहरु बसिरहेछन् अनि के भयो भन्दाखेरि चाहिँ यहाँ हामी 6 जना जाने भनेर प्लान गरेको कि हामी 6 जना जाने भनेर प्लान गरेको अनि दुई जनाको चाहिँ भिजाको कार्ड चाहिँ अलि कता राख्नु भएछ पाउनु भएन कि अनि एकछिन रोकिएको अनि एक जनाले चाहिँ भेट्नु भयो एक जनालाई चाहिँ भेट्नु भएको छैन This is Forest City. Forest City. One more ini jambatan the big one Pulau Pening you have Pening Pening very big one kotak हामी चाहिँ सिङ्गापुर आइसक्यो कि अनि चाहिँ ब्रिज रहेछ हामीलाई थाहै छैन जैसे सिङ्गापुरको बिल्डिङ हेरेर म ढलिरहेको छु गीत पनि गरिरहेछ यो अगाडिको सिङ्गापुरको विकास ओए देना ही देना यार हाँ सिङ्गापुरको विकास राम्रोसँग देखेन कि हेर कस्तो छ दोस्त हेर न माथि हेर कस्तो छ त्यसको डिजाइन पाटे पाटे अन्डरग्राउन्ड टनेला टनेला राम्रो नहुने आँखाले देखे जस्तो ओरिजिनल क्यामेरा हाम्रो आँखै हो तिमी Okay, this one airport. This one terminal 41. Here we go. This one flight all big one. फाइनली हामी चाहिँ सिङ्गापुर आइपुग्यो कि अनि पहिलो पाइला चाहिँ हामी राखिसक्यो भुइँमा ल आऊ यो चाहिँ हामी एयरपोर्टमा आइपुग्यो अहिले चाहिँ अनि हाम्रो दाइहरू के भयो भन्दाखेरि चाहिँ हामी 5-6 जना आउने कुरा थियो नि त अनि एकजनाको चाहिँ त्यो भिजाको त्यो पेपर हराएको कारणले गर्दा चाहिँ एकजना चाहिँ आएन हामी 5 जना मात्रै आएको अब चाहिँ हामी एयरपोर्टमा आयौँ वाटरफलहरू के छ भन्दै थियो त्यो चाहिँ हेर्न जाँदैछु यो चाहिँ हाम्रो गोपी ब्रदर हामी चाहिँ अहिले लिफ्टमा जानुपर्ने हुन्छ हामी चाहिँ पार्किङ एरियामा छौँ बाथरुम त यो छ नि यहाँ सिसो गरिसक्यो भने नि आफै पानी हाल्ने ओ Oh, this is Singapore Airport waterfall. Take photo.
विदेशमा हैन टुरिस्टहरू एट्र्याक्टिभ गर्नका लागि चाहिँ यस्तो बनाउँदैन हैन हाम्रो नेपालमा पनि केही होस् न त्यसले गर्दा हाम्रो नेपाललाई चाहिँ अलिकति डेभलप हुने कामहरू गरोस् ल यहाँ मान्छेहरू फोटो खिच्न कति आइरहेको छ हैन यिनीहरूले यही एयरपोर्टको लागि चाहिँ यिनीहरू यत्रो मान्छेहरू आइरहेको छ हेर्नको लागि मात्रै ल यति हेर्नको लागि अनि अलिकति यता हरियालीहरू छ यहीको लागि यहाँ म एकछिन आधी घन्टा जति बसेँ होइन कति मान्छे आयो कति मान्छे गयो कि एकैछिनमा है ठिकै छ ल अहिले चाहिँ हामी ट्रेनमा चढेको अवस्था हाम्रो ड्राइभर ट्रेनको ड्राइभर यो ट्रेन ड्राइभर Train, this one not train. Not train. What is this? This one not train, MRT. Oh, MRT. Sorry guys, MRT. This is MRT, not train. यहाँ चाहिँ हामी अघि टर्मिनल 1 मा थियो कि अहिले चाहिँ टर्मिनल 2 मा आएको यसको लागि यहाँ बिग स्क्रिन छ अनि मान्छेहरू फोटो खिच्नको लागि चाहिँ आइरहेको छ अनि हामी चाहिँ अर्को ठाउँमा जानलाई गइले फेरि यहाँ चाहिँ फोटोग्राफी हुँदैछ फोटोग्राफर मोडेल ओके Don't take the video like that. Don't take video. यो चाहिँ त्यो अघि पानी झरिरहेको त्यो वाटरफलको त्यो के भन्छ वाटरफल त्यो अघि भित्र भएको त्यो भाग चाहिँ हामी भित्रै जाँदैछौँ एमआरटीबाट वाउ दोस्ती Okay, no problem. Finish that. What's the idea? अहिले चाहिँ हामी एयरपोर्टबाट छुटेर चाहिँ अर्को ठाउँमा आएको
यहाँ समुद्रको छेउमा ओइ प्लेन हो यहाँ प्लेन गइरहेछ अनि हामी चाहिँ यहाँ बसेर चाहिँ खाजा खानुपर्ने हुन्छ अनि यहाँ चाहिँ पार्क जस्तो रहेछ कि अनि त्यहाँ समुद्र रहेछ कहाँ बस्ने हो यहाँ गइरहेछ प्लेन हामी चाहिँ यहाँ खाजा खानुको लागि आएको जाऊँ न समुद्रमा एकचोटि आऊ न एकचोटि टेस्ट गरौँ न ओ वाटर सलाला नुनिलो दोस्ती नुनिलो एकचोटि ट्राई गर one beach app lah, don't. One beach app, very good beach. Can take photo. फर्स्ट टाइम टेस्ट गरे के समुद्रको पानी नुनिलो छ कि छैन यो I am going inside. I control, I never help. Okay. यो ठाउँमा नि होइन हामी आएदेखि हामी आएको 15-20 मिनट भयो कि यो प्लेन भयो नि प्लेन छ नि 7-8 वटा गइसक्यो कि त्यहाँ खायौ तिमीले Many people हामी चाहिँ अब फर्क्यौँ यो ठाउँबाट अर्को ठाउँमा जानु लाग्यो अर्को ठाउँ चाहिँ कुन भन्दै थियो कुन नि लेट्स सी अब कुन ठाउँ लान्छ यसरी बसिरहेछन् मान्छेहरू drop here, okay? Until I drop, you come straight this place, huh? This is have a lion, is it? Lion. Understand? And you? What is that? What is that? हामी चाहिँ अहिले अर्को ठाउँमा गयो कि अनि यहाँ चाहिँ सिप खै के डिजाइन हो यो पनि थाहै छैन खै कुन्नी त कुन्नी मान्छेको भिड रहेछ यहाँ त
गर्मी गर्मी रहेछ आमा मान्छेहरू त यो समुद्रमा कति माछा होला नि कि तर देखेको छैन तर यहाँ चाहिँ जलपरीहरू धेरै छन् माछाहरू नआएको जलपरीहरू देखिरहेछन् यहाँ बिचरा फोटोग्राफरको हालत वाह म केही बोल्न सकेको छैन हेरेरै म यहाँ अपशब्द भएको छु के गर्नु कहिले नदेखेको यस्तो भन्नु भएन आफ्नै भिजिट आफैले गर्नु त भएन वाह गाह्रो छ के हामी चाहिँ ठाउँलाई छोडेर अर्को ठाउँमा चाहिँ जानुपर्ने हुन्छ हामी चाहिँ जाँदैछौँ अर्को ठाउँको लागि साथीहरू कति क्लिन हो यहाँ त ठाउँ एकदम राम्रो क्लिन छ कतै फोहोर भन्ने कतै छैन सी डिजाइन वाह के भनौँ सकिन्न विदेशीहरूसित नेपालको धरोहर भन्दा 2 गुणा अग्लो छ Oh my god. Si, ukalu mo heर्नुस् ए पोडा हामी चाहिँ युनिभर्सल स्टुडियो चाहिँ आइपुगेका छौँ कि अब चाहिँ एकछिन फोटोसोटो सेसनहरू हुन्छ अनि त्यसपछि युनिभर्स रहेछ त्यहाँ धेरै मान्छेहरू कोही थकित होलान् कोही कहाँबाट आयो होलान् खैरेहरू छन् चाइनिजहरू युनिभर्स केबल कार पनि रहेछ टिकट काट्नुपर्छ अब के गर्नु पैसा सैसा सिलिम चाहिँ 1 महिनाको स्यालेरी सकिसक्यो 1 महिना स्यालेरी गयो 1 महिना स्यालेरी गइसक्यो छैन अहिले डलर साट्दाखेरि पनि धेरै लाग्ने रहेछ सक्यो अब यहाँबाट फर्किने अब अर्को ठाउँ कुन हुन्छ अर्को ठाउँ जाने यहाँ चाहिँ भित्र जाने चाहिँ अब टिकट काट्नु पर्ने हो के अरे टिकट चाहिँ नकाट्ने अब यहाँबाट फर्किने र यहाँ चाहिँ केप रहेछ दामी रहेछ यही केपमा बनाएको फिल्म यही बनाएको फिल्म कार्टुन पो हो र यो दामी छ तर
भित्र झन् दामी थियो होला ठिकै छ अब यहाँबाट हामी फर्किन्छौँ ओहो बालेन सिटी रेलगाडी एकजनालाई गर्नु भएन कि तर गाह्रो छ हो भिडियो गर्नु नि दामी यार रेलगाडी के अहिले चाहिँ हामी अर्को ठाउँमा आएको छौँ कि ब्रो विच इज पालाउने बिच ओके त्यहाँ चाहिँ मान्छेहरू चाहिँ स्विमिङ गरिरहेका छन् कि तर मान्छेहरू देखेर चाहिँ अचम्मै लाएर छ ओहो हेरिन सक्नु छ यहाँ गाह्रो छ ओके लेट्स गो देयर बहुत त्यहाँ नगरौँ हाम्रो चाहिँ समुद्र छ अनि यता चाहिँ पुरै नाङ्गै बुङ्गै आमामा चाहिँ पौडी खेलिरहेछन् अनि यहाँ चाहिँ यस्तो गर्मी भइरहेछ आफूलाई चाहिँ त्यहाँ खेल खेलिरहेछ गाह्रो छ ओके ओहो यो के हो यो सुतिरहेछ त लो के हो यो यहाँ बाहिर चाहिँ बहुत गर्मी छ तर भलिबल खेलिरहेछ अहिले चाहिँ हामी झाडीतिर वाओ ब्रिज पो रहेछ काठको रहेछ ओइ हल्यो ओइ को हो लौ नगरौँ नगरौँ सबले सिकाएको ल नलाउन साथी मेरो मोबाइल पानीमा खस्यो भने म फेरि के गर्छु भन्ने मलाई थाहा छैन र पानी कस्तो छ होला है र पानी त ठिक ठिकै रहेछ सफाइ रहेछ अरे यहाँनिर ल ल ल ल ल ओइ 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 Shit. के कहाँ छ र बोर्ड ए तिमी त त्यस्तै दिल दिया
Wow. There's a court boy, Island. दुईवटा आइल्यान्ड र माछा छैन होला है ओइ कस्तो आको छाल त लु भर्खरै है छालाको हेर न हेर भर्खरै वाउ कसरी हो सायद त्यो बोट गर होला यो बोटहरु दुईटै तिनटा गयो मुकेशको नजारा यिनीहरु फेरि ओहो चटक ल जाम अर्को ठाउँ तलबाट भन्दा माथिबाट राम्रो देखिने रहेछ है देखाउनै नहुने जस्तो पो भयो त हौ मान्छे रहेछ त्यहाँ यहाँ चाहिँ अलिकति सामान किन्यो कि भनेर आएको कि तर भने जस्तो पाइन्न रहेछ के लुङ्गी नपाएर बिजोक छ हाम्रो ताते गयो कहाँ पो होला त हो गाह्रो छ यस्तो छ ब्याग लेडिज ब्याग कसलाई बेगाने ए दिमाग खराब भेटिँदै भेटेन ठिक छ लाने भाला यत्रो ठुलो मलमा भेटिँदै भेटिएन हो थाकेर लोड परिसक्यो यसो सपिङ गर्नको जाम भनेको नेपाली पसलतिर जाम भनेको म्यानमारको बजारमा गएर खतम गर्यो केही पाइएन केही किन्न पाइएन नेपाली पसल छैन रहेछ मनै परेन फर्केर आयौँ अब चाहिँ हामी डाइरेक्ट उतै जान्छौँ होला अब चाहिँ नघुम्ने धेरै घुम्ने अरू ठाउँ पनि घुम्ने प्लान थियो अब चाहिँ धेरै थाक्यो अब फर्किने भनेको अब भिडियो चाहिँ यति हुन्छ ल बाइ